हजुरले नमस्ते छ सबैजनालाई। आज म यता हल्का भ्लग बनाउँदैछु। यो मलेसियाको पहिलो जहाज भन्छ। अहिले यहाँ माथि यस्तै सजाएर राखेको छ है। मलेसियाको पहिलो जहाज अरे। ल यहाँ पढ्नु, यहाँ सबै लेखेको रहेछ। ल आफूलाई इङ्ग्लिस त जान्दैन, अब के गर्ने इङ्ग्लिसमै। मलेसियामा सबभन्दा एकदम म पनि यही छु है। फेरि म पनि छैन भन्नु होला। यता यस्तो छ। ल हामी अहिले केएल सेन्टर हो है। यो एकदम केएल सेन्टरमा घुम्न आउनुहुन्छ भने घुम्न आउनु ल। के अरे बेङ्गेगारा म्युजियम अरे। पहिलाको यहाँ एकदम पुरानोहरू पनि छ है। यहाँ देख्न पाइन्छ, हेर्न पाइन्छ। भित्र त जान पाइन्छ कि पाइन्न? हामी पाइन्छ है। तर म चाहिँ अलि ड्युटी भएको भएर भित्र जान सकेको छैन। टाइम मिल्दैन नि, बाहिर मात्रै हो म्युजियम। यस्तै छ है यहाँ। यस्तो चिज देखेर पनि आउन सक्नुहुन्छ है। मलेसिया घुम्न आउनुहुन्छ भने एकदम राम्रो छ भनेर भन्न मिल्छ। त हाम्रो सोल्टी हाँस्छ फेरि सोल्टी फेरि। हामी ड्युटी यहीँबाट जाने हो, यहीँबाट आउने हो। राम्रो त राम्रो छ, तर हामीलाई ड्युटी जान आउनै झ्याउकै। आज मेरो लास्ट दिन हो यहाँ। भोलिबार अब कता हो थाहा छैन। कति साल पुरानो हो। पहिला यसरी बस्थ्यो अरे मलेसियामा। पहिला है। आगोको यस्तो ठुटाहरू रहेछ यहाँ। म्युजियम हेरी ल यो हेर्नु है। हुन त अब होला पनि है, कुन जमाना आएको यो अहिलेसम्म छ।